स्टिक केक भने चाहिँ हाम्रो नानाले एप्पलको चाहिँ यो केक बनाउनु भएको रहेछ अनि मलाई पनि टेस्ट गर्नु भनेर भन्नुभयो अनि मैले अब टेस्ट गरेँ है एकदमै मिठो लाग्यो नानालाई पनि थ्याङ्क यू हाम्रो बनाउने नानी चाहिँ यहाँ हुनुहुन्छ तपाईँले बनाउनु भएको नाना है सबै कम्प्लिट एप्पलको मलाई त्यो के हो अब उयो मिठो लाग्यो मतलब अस्ति मैले केराको बनाएको थिएँ हजुर मेरो सक्सेस भयो हो केराको पनि बनाएँ कि हजुर मैले चिनी चाहिँ कम्ती हाल्छु है भाइ म त चिनी खादिनँ होइन एकदम राम्रो मैले उयो लगाएको एप्पलको अलिकति गुलियो केरामा झन् लाउनु पर्दैन गुलियो नै हुन्छ हो हजुर त्यहाँदेखि त्यसमा चाहिँ के लाग्यो भन्दाखेरि उयो चिनी नलाएर गुड लगाएको गुड कम्ती लाग्यो त्यो मलाई केक खानु मन भाइ अब मैले यस्तो सोचेँ फ्रुट्सको त सबैको अब वाइनहरू टेस्ट मैले उयो गरेँ वाइन त अब उयोलाई मात्र हो मदपान खानेर मात्र हजुर हजुर फाइदा भएन हो हजुर त्यो टेस्ट अलिअलि गऱ्यो त्यो तर यो त अब सबैले खानु पाइयो नि त लानु ल बरी ए हुन्छ नाना थ्याङ्क यू थ्याङ्क यू नाना तपाईँलाई एउटा अब तपाईँले केक मिठो केक बनाएर दिनुभयो होइन मलाई के को हो भनेर त्यो पनि थाहा थिएन तर जब मैले खाँदै गएँ मलाई एउटा मुखमा टेस्ट मिठास आउँदै गयो अनि मैले तपाईँले भन्नुभयो यो केक चाहिँ एप्पलको हो भनेर होइन अनि तपाईँले यो एप्पलको यो केक बनाउँदा चाहिँ कसरी चाहिँ बनाउनु भयो ए मैले पहिला एप्पललाई म्यास गरेँ हो मजाले अनि त्यहाँदेखि चाहिँ आँटा मतलब मैदाको चाहिँ मलाई उयो हुँदैन कि सुट गर्दैन अन्त आँटा त्यहाँदेखि अन्डा हो त्यहाँदेखि अलिकति ओइल लगाए पनि हुन्छ बटर छ भने बटर लगाउँदा पनि हुन्छ हो त्यहाँदेखि चिनी खानु चिनी नभए गुड हो तपाईँले चाहिँ गुडै लाउनुहुन्छ त्यहाँदेखि ड्राई फ्रुटहरू चाहिँ ड्राई फ्रुट लगाएर खाँदा पनि भयो हो त्यहाँदेखि चाहिँ उयो लगाएर बेकिङ सोडाहरू लगाएर चाहिँ बनाएको अनि केराको पनि ट्राई चाहिँ गरेँ हजुर गरेँ कि त्यो पनि राम्रै भयो अन्त आज चाहिँ मलाई एप्पलको पनि बनाउनु मन लागेर बनाएको अब जे फ्रुट्सहरू चाहिँ हुन्छ नि ज्यादा पाकेको अब एकपल्ट अब यो छ त्यहाँदेखि मेवाको पनि ट्राई गरौँ भन्दैछु राम्रै लाग्यो हजुर हुन्छ राम्रै भयो र हुनु चाहिँ हो अब राम्रै भएछ नानालाई धन्यवाद एकदम नयाँ चिज खुवाउनु भयो है के भन्छ एकदमै धन्यवाद मिठो लाग्यो र अघि अब फेरि आउने यो के भन्छ मेवाको पनि है आशा गर्नु पर्ला है टेस्टको लागि हुन्छ टेस्ट गर्न दिन्छु नि हुन्छ नाना